नमस्ते, मेरो चाहिँ यो डेली भ्लग बन्यो होइन, तर म कहिलेकाहीँ मनमा लागेको बेला बनाउँछु। बट मेरो युट्युब पनि सब्सक्राइब गरिदिनु होला अनि मलाई माया गरिदिनु होला। म यस्तै रमाइलो भिडियो ल्याउने छु। हस्त धन्यवाद। यो चाहिँ फाइनली यो खसीको मासु। भाइ साथीहरू कसलाई ढेँडो बनाउन आउँदैन, यसरी बनाउनु पर्छ है। यो चाहिँ पिठो डल्लो डल्लो भइरहेको थियो नि त, अनि त्यही भएर चाहिँ मैले यो पिठो गरेको थिएँ छुट्याउनलाई होइन, यहाँ किनेको भएर। अनि खासमा चाहिँ यसरी पानीहरू उमालेर अनि बनाउनु पर्छ कि कस्तो मिठो हुन्छ होइन। म चाहिँ घरमा यसरी नै बनाउँछु अनि कस्तो मिठो हुन्छ। अब जाडो लाग्यो नि त, अब अलिअलि उम्लिसकेपछि चाहिँ पिठो राख्छु कि म अलिअलि गरेर। वाउ सरी होइन, अलिअलि गरेर यसरी नै बनाउँछु कि पिठो चाहिँ। यसरी फत गरिरहेको छ नि त, थोरै थोरै नै गर्नुपर्छ कि आउँछु कि म होइन। हातले त एउटा हातले दुईटा हात। गाइस फाइनल चाहिँ यस्तो भयो है मेरो चाहिँ होइन, कस्तो राम्रोसँग बनाएको कि कस्तो मिठो हुन्छ। यो मकै र कोदोको हो कि, तर मैले 100 रुपियाँमा किने हो कि। यो चाहिँ अलिक